साथीभाइहरू अब यसरी घर सफा गर्नुपर्छ होइन। मम्मी र म चाहिँ यहाँ ब्रस लाउँदै थिएँ नि त, मलाई चाहिँ एउटा कन्टेन्ट हुन्छ ब्रस गरेको पनि भिडियो बनाउँछु ल भनेर चाहिँ मैले चाहिँ हतार फोन ल्याएँ। अन्त सक्नु हुन्छ यति हो, सक्नु हुन्छ चिया पाएँ मलाई चाहिँ यति मात्रै छ। अब यो चाहिँ बाबाले कलर गर्छ, क्रिसमस आयो भने कसरी थाहा हुन्छ भन्दाखेरि चाहिँ मेरो यो फुलहरूले बन्छ फुल्छ भनेर। अब चाहिँ हो क्रिसमसमा चाहिँ मजाले फुल्छ नि त ठिकै। मैले त भाबी रोपेको छु यिनीहरू त। यो ब्रसले सजिलो हुँदो रहेछ मम्मी, मेरो चाहिँ यहाँ पिल्छु नि। यो पो दामी रहेछ, लुगा धुने ब्रस त यस्तो पकाउनु पर्दो रहेछ है। यो पानीको तप्कानाले मेरो डल्लै घाम पनि दामी लागिरहेछ। तल्लोपट्टि त लगाइसक्यो बाबाले। अब यो अझ सफा गरेर भोलि बिहानदेखि लाउँछ होला। भोलि बिहानदेखि चाहिँ कलर स्टार्ट हुन्छ हाम्रो घरको। अरू जग्गा चाहिँ लगाइसक्यो, व्हाइट कलर लगाइदिउँ भनेको। अब चाहिँ त्यसमा चाहिँ यहाँ चाहिँ हाम्रो सेडीमा पनि लगाएको छ बाबाले। किन भन्दाखेरि चाहिँ यो सेडीमा चाहिँ बाबाले आजकल आँखा देख्दैन नि त, बेलुका निस्किँदाखेरि चाहिँ बत्ती बाल्दाखेरि त्यो कोही बेला अन्धकारमा निस्किन्छ होला नि त बत्ती बाल्नु बिर्सेर। त्यतिखेर चाहिँ यो चाहिँ सेतो चाहिँ देखोस् भनेर लगाएको अरे। यस्तो छ है जिन्दगी, घाम लागेर यस्तो भइरहेछ। यो पक्टुकले चाहिँ हिजो काम बिगारेको छ हो। सकेँ मम्मी होइन, पाइपबाट पिचिची गर्दा हुन्छ त। यो चाहिँ यहाँनिर नङ चाहिँ नि यस्तो भएको छ है, यस्तो भएको छ। ब्रस पक्रिनै हुँदैन नि, र पनि आधी आधी गऱ्यो अलिकति चाहिँ, अलिकति मात्रै सकिनँ। मैले यसले गर्दै थिएँ लुगा धुने ब्रसले सफा हुँदो रहेछ। सफा भयो। अब यसमा कलर गरेर चडक्कै राख्नुपर्छ। यो बोरा चाहिँ उचाल्नै नसक्ने अवस्था भएको छ। यो चाहिँ मैले अस्टर फुलको चाहिँ उयो राखेको छु, बिउ सुकाएको। आज यसलाई पनि बिउ राख्नुपर्ने छ। यो त करेलाको बिउ हो। सकेन मम्मी, ढुक्कै भएन? कहाँ सक्छ वा चाहिँ उनीहरू यहाँ छ अब अलिकति यति अब। यो ब्रसले कमाल गर्दो रहेछ साथीहरू। यो त भरिया खाँदो रहेछ है। दार्जिलिङबाट ल्याएको नि यो 1 सय रुपियाँको। यसले पो दामी सफा हुन्छ है। तारको त राम्रो हुँदैन। तारको दोब्रिहाल्छ बोइ बोइ भन्नुहोस्। अलिकति छैन रहेछ नि भन्छ भोलि मार्छ त भोलि। म कलर गरिहालौँ भनेको त भन्दै है। को काम पनि गर्दैन मार्छ भोलि। एकताल रिबन गरौँ भनेर नि हो म। दिउँसो मम्मी र मैले सफा गरेको चाहिँ यो चाहिँ अहिले बाबाले कलर गरेर यस्तो गर्नुभएको छ। यस्तो बत्तीहरू तपाईँले देख्नु भएको एन्टिक बत्तीहरू यस्तो चाहिँ हाम्रोतिर मात्रै हुन्छ है होइन। एन्टिक लेदरको ज्याकेट बुट्टावालाहरू पाउँछ हाम्रोमा। के गर्नु साथीहरू, भ्याउँदैन दिनभरि अफिसमा फाइल पढाउँदा ठिकै बाबा त। अन्त घरमा यसरी लेदरको ज्याकेटहरू लाएर पनि काम गर्छ त मेरो बाबा त। सक्नु आँटेछ त। यस्तो बत्ती चाहिँ फेरि पाउँदैन नि। यो त उहिले 1914 ठुलो होटेलको झुमरको अरे। अब सकिगयो नि। यो चाहिँ बर्खाइदेखि नि हौ कम्ती मैला थियो के हो। यो त अन्त पानी लाउँदै गोटेको पो त हौ। आज दिनभरि पो लाग्यो। आमा छोरी भएर गोटेको त मैला निस्केको हो। मम्मी चाहिँ यसरी साथ दिन्छ, बाबाले काम गर्छ, मम्मीले हेरी बस्दा यसरी सकिन्छ। हेर्नु त पऱ्यो नि अन्त। म दल्छु भन्दाखेरि जान्दैन अरे। यतिको त सक्छु नि यहाँ भुइँतिर भएको, अल्बोको पो सकिँदैन।